आइलो मेरो प्यारी हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। इट्स मी अजिता पौडेल। आज पनि नयाँ भिडियो लिएर हजुरहरूको अगाडि आइसकेको छु। गाइज, ब्याकग्राउन्ड कस्तो राम्रो देखिराख्नु भएको छ होला हजुरले। स्पेस पनि खुल्ला खुल्ला छ, यहाँ हेर्न सक्नुहुन्छ। म चाहिँ मेरो प्यारी साथी रसुको रुममा आइसकेको छु। ब्याकग्राउन्ड कति राम्रो छ, त्यही भएर यहाँ खुल्ला खुल्ला। आउनु मेरो साथी। धेरै पछि सुरुको भिडियोहरूमा हेर्नु होला। यो टल्किस त रसु त मलाई चिन्नुहुन्छ होला है धेरैजनाले। हामी चाहिँ अनि आज कहाँ जान लाग्यो रे? हेयर चेकअप गर्न जान लाग्यो। गाइज, यहाँ म हजुरको अवस्था त्यही तालु गन्जापनको शिकार भइसकेको छु। के भयो, हेयरफल यति हुन्छ गाइज। अनि त्यही भएर हामी रसुसँग हस्पिटल जाँदैछौँ। के हुन्छ लास्टसम्म हेर्नु होला। यति झर्छ कि यति एक त मेरो पातलो कपाल यति झर्दा त सकिन लागिसक्यो। अलिअलि त बचाउनु पर्यो भनेर जान लाग्यो। म भेटिराखेन। मेरो साथीले खोज्दै छे। यही हो साथीहरू, हामी पुग्न चाहिँ पुग्यौँ। अब त्यहाँ भिडियो सुट गर्न मिल्छ कि नै म भन्छु नि है। गाइस, म चाहिँ पुगिसकेँ। अब सोचिरहेको के गर्ने हो, कस्तो गर्ने हो भनेर चिन्ता लागिरहेको नि मलाई त। क्लिनिक चाहिँ राम्रै रहेछ। यो गाइस ट्रान्सप्लान्ट गरेको। अब हेर्दै कस्तो डर लाग्दैछ त। मलाई त्यो निडल्सहरू देखेरै डर लाग्छ कि। दाँतको पनि हुँदो रहेछ क्या है। गाइस, कपाल चेक गर्न आएको थिएँ म। अनि त्यसपछि यहाँ चाहिँ फ्री डेन्टल चेकअप रहेछ। त्यो पाएर चाहिँ अब दाँत पनि चेकअप गर्छु भन्ने सोचिरहेको छु। यति धेरै किरा लगाइरहेको थियो। राम्रै हो है। खै भिडियोबाट खै के गरेर चेक गर्छु भन्दा हेरौँ है। Yeah, let's do gapping up somebody. The problem has been ignored for quite some time. गाइस, अहिले चाहिँ हामी कहाँ छौँ? हामी चाहिँ भक्तपुर आइसकेको छौँ। आज चाहिँ हाम्रो गर्ल्स के अरे नाइट आउट हो। अनि हामी धेरै पछि गेट टुगेदर गर्दैछौँ। हामी एकदमै एक्साइटेड छौँ। आज चाहिँ हामी हाम्रो प्यारी पुरै साउन्ड सुनिरहेको प्यारी साथी सबैको रुम जाँदैछौँ। हामी चोकमा छौँ। अब सपना लिन आउँदैछ गाइस हाम्रो। फ्रुटी खान्छौँ अनि त्यसपछि के हुन्छ भ्लग लास्टसम्म हेर्नु होला। हामी कति पछि भेटिरहेको गाइस है। एक्साइटेड एकदमै। योसँग त अस्ति भर्खरै भेटेको थिएँ। सपनासँग मतलब मजाले बसेर भिट मर्ने तरिकाले कुरा गरेनौँ क्या हामीले। अस्ति भर्खर भेटेको गाइस 15-20 दिन अगाडि। 15-20 दिन अगाडि भनेको माया लाग्छ। हिजो त अलिअलि मिस्टी हो नि स्टोरी हाली। कति माया लागेको। 15 दिन भनेको के अलिअलि दिन हो र गाइस। कति लामो दिन हो नि। भ्लग चाहिँ खिचिराख्नुपर्छ गाइस। यस्तो मेमोरी हुन्छ। हामीले कलेजमा बनाएको भ्लग हेर्दा यस्तो माया आउँछ नि। अब सब त्यो मेमोरी भइसक्यो। भिडियो कहिले काहीँ त गाइस म बोलेर होइन भ्याइसक्छु। क्यामेरा नै अन भएको हुँदैन। भ्यू देखाइदेऊ। दिस इज भ्यू। पानी पर्ला जस्तो गरेछ। लौ जा जाऊ। धेरै पछिको गेट टुगेदर। आइलो मेरो प्यारी। सपनामा रेड भइसक्यो। रिच किड गर्नु। ओ माय गॉड गाइस, हेर्नु धनी दिदीको रुम टुर।
झुमर आज हामीले एकदमै धेरै टिकटक भिडियोजहरू बनाउँछौँ त्यो लाइट के भयो के फ्लेक्सिङ कस्तो राम्रो है तर उयो गाइज हाम्रो प्यारी सपनाले बनाएको हेर्न सक्नुहुन्छ खाजा गाइज सपनाको रुमबाट भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी के मलाई अन्तै पुरै हुन्छ नि डिफ्रेन्ट ठाउँमा जस्तो फिल भइरहेछ भक्तपुर फेरि गाउँ जस्तै छ नि त अलिक यो हरियाली नजिकै भएर यसले त मैले खाएको कस्तो मिठो म एउटा ब्याग दुध हालेर बनाइदिन्छु यो मिल्कवाला प्यान हुन्छ नि बेकिङ पाउडर साथीहरू टक्क कपडा सपडा फेरेर कम्फी भएर यहाँ चट्ट सपनाले यस्तो मौसम हेर्न बाहिर सपने के बनाएको थियो यसरी भन्नु त मुस्ताङको आलु तर आलु आलु चाहिँ यतै हाय यहाँ चाहिँ हाम्रो प्यारी बहिनी 1 घन्टा पुरा यिनीहरूले छाता लिएर आएनन् दिदी गएनन् यस्तो मौसम यस्तो दामी छ के हो त पानी परिरहेछ यहाँ हाम्रो भ्लग बन्दैछ हेर्नु गाइज कति छ नि पोक दिने आलु नै मेरो पेट खराब हुन्छ क्या हेर्नु त गाइज ल खाम है खाम खानु मन लाग्यो ल ल दे 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 ल यो पाउर ल अब ल फोड फोड खाम खाम आफूलाई खानु मन लाग्थ्यो होला अनि त्यस्तो बाना आफूलाई खान मन लागिरहेको थियो गाइज अनि यसलाई ल्याइदिएको ल थ्याङ्क यू है तिमीलाई ल्याइदिएको ल खाम नि है खाने हो नि तिम्रो ल्याइदियो है नाम बेचेर नै उमङ्ग नै खुसी गाइस साथीहरू गाइस खै भइसक्यो ल है ल छोड्दै आइज ल Guys, I am loving this moment and this view. उस्तै कपडा देखिरहेको यसको र मेरो म्याचिङ ब्ल्याक म्याचिङ म्याचिङ अर्की हामी साथी कता गएछिन् हामी चाहिँ इन्जोय गर्दैछौँ यति गफ गऱ्यौँ थाक्यौँ भने अब अलिअलि भिडियो बनाउनु पर्यो भनेर यत्तिकै क्यामेरा सेट गरेर हल्लिरहेछौँ गाइज यो दिनहरू यस्तो मिस गरेको थियौँ नि हामी सँगै बस्थ्यौँ कि 3 जना यति गफ गर्थ्यौँ यति गफ गरी थाक्थेनौँ म त झन् यसको रुममा जाँदै गोटा खेल्थेँ अनि के गर्थ्यौँ झगडा हुन्छ त मात्रै शान्त हुन्छ शान्त हुन्थ्यौँ अब झगडा पनि खासै त कहाँ गरेँ एकचोटि मात्रै गरेँ पुगिसक्यो फर्स्ट एन्ड लास्ट चोटि हो हाम्रो साथीको कति राम्रो करले छ हेर्न सक्नुहुन्छ गाइज कति राम्री छ है यसको नाम चाहिँ सपना साउद हो इन्स्टामा फलो गर्नु होला कोहीलाई राम्री लाग्यो भने हामीले चाहिँ यहाँ एउटा घुमर भन्ने वाला गीत प्र्याक्टिस गर्दैछौँ रिल्स बनाउन हाम्रो लुक हेर्नु गाइस ल सँगै जाऊँ न एकचोटि 3टा एकछिन रसुको धोती इज्जतमा मोबाइल छ लाइन छ चार्जर कसरी हो यसरी हो त्यसरी नमान्नुहोस् त किन यस्तो गर्नु पर्यो लामो गर्दैन के यस्तो यो पार्न यति पनि ढङ्ग छैन यो उल्टा गरेर उल्टाबाट गर पछाडिबाट अगाडितिर गर्न गर्दैन अब म त यस्तो भनेको हो त्यसरी ल एक गाडो अझै पार खुस्केला उता देखाउ न गाइजहरूलाई यो के गरौँ त यो फर्काएर उ गर्नु कताबाट उल्टा रे यस्तो रे उहाँको एकचोटि घुमर भइरहेस् न लानुहोस् उ त्यतातिर झनको प्रेत के घुमर घुमर घुमे आए घुमर जे पनि गरिदिउँ ल गाइज रिल्स हेर्नु ल रिल्स गाइज यहाँ परमाणु रेकर्ड हुँदैछ यसले के भने गाइज आज को सुत्छ आज अरे होइन रातभरि गफ गर्ने हो भनी यसले
मैले अब हेरौँ अब हेरौँ हामीले चाहिँ यति के विश्वास छ भने सबैभन्दा अगाडि यही सुत्चे यही सुतेको पासवर्ड पनि थाहा भइसक्यो त सुतेको भिडियो फेरि रेकर्ड हुन्छ भोलि ल त्यही थियो गाइस जाग्दैन गाइज त्यही थियो के भन्देऊ न साथीहरू अत्ताको माया लाग्छ अस्तालाई यस्तो मिस गर्छु भन्देऊ मेरो तारिफ गरिदेऊ न मेरो भ्लग गफ गरेर चाहिँ आज रात चाहिँ के रहेछ तारिफ नगर न आग्लो गफ गऱ्यो रे रातभरि गफ गर्छौँ गाइज हेरौँ ला रातभरि भनेको 11 बजी हो कि 12 बजी कफी खाइसकेर टिक्न सकेला खोइ यो टिक्छ जस्तो लाग्छ तँलाई मलाई सन्चो छैन भनिदिन्छ जित्नलाई मतलब त्यसले म हिजोबाट सुतेको थिइनँ मेरो यस्तो भयो उस्तो भएछ रस म तागे धौ भएछ आज दिनभरि धपेडी भयो त्यहाँ गएँ यो क्यामेरा चाहिँ दो हामीले के त्यस्तो गरेन त्यस्तो समाधान उताबाट थाकिसक्यो अन पो गर्यो अब कहिले हो अब यो पनि मेमोरी भइहाल्छ नि गाइस तेल हटाउँदा पनि हामी यस्तै नै रहेछौँ मैले पूछेँ गाइस हजुरहरूको अगाडि अघि जस्ता थियौँ नि त्यो विथ मेकअप अहिले लाइट पनि त परेको अहिले लाइट देख्नु पनि एउटा लाइट पनि परेको छैन मलाई चिन्नुभयो कि न गाइज म अजिता पौडेल रोसा खेवाली सपना साउथ अनि अघि यत्रो बोलेर मैले एउटा भिडियो बनाएको थिएँ हात यहाँ देखियो अनि फेरि अर्को सुट गरेर गरेको हो अहिले खासै के याद आइरहेको छैन यो दिनहरू पनि याद आउँछ गाइज मेमोरी हुन्छ मैले यिनीहरूलाई कस्तो मिस गर्छु रोइदिनु मलाई मिस गर्छु पागल भन्छ मान्छेले खै कस्तो दिन थियो नि थाहा गाइस हजुरहरूले हाम्रो ब्लग हेर्नुहुन्छ होला रसु बुझ चितन कति गफ गर्थ्यो मैं ऊ सपना रुन पनि लागिसक्यो सम्झेर सेन्टी भइसक्यो कति गफ गर्थ्यो अनि हामी कति गोट्टा खेल्थ्यौँ सपनाको रुममा माडा खुवाउँथ्यो हामीलाई आज पनि खुवायो त प्यानकेक आज पनि प्यानकेक अलिकति माडाबाट अपग्रेड भन्छ रमाइलो थियो चिया खुवायो प्यानकेक भन्दा के याद आउँछ गाईले हामीलाई मासु पनि खुवायो है सपनाले मैले हो बहिनीले अनि दार्चुलाको फेमस आँपको अचार पनि खुवाई अनि यस्तै भइरहेछ मैले त गाइस मुखै पढेर सपना कफी पनि भनेर हामीले कितली कफी सब यहाँ लिएर आछौँ राति फेरि एउटा हुन्छ राति फेरि अब हामी गफ गर्छौँ है एकछिन बाई चिनी नै ल्याएन मै त खान्थेछु म त सक्दैन चिनी बिना त यिनीहरू त चिनी नै खाँदैनन् गाइस के भएको यिनीहरूलाई खाइन्छ अलिक जीवनमा चिनी छैन भने मिठास हुँदैन कि तिमीहरूलाई थाहा छैन चियामा मात्र चिनी छोडेको के चिया कफीमा अजीब हो ध्यान से देखो यो छु है त कोही मोटी चिज नाइ कि म त अल चेन्ज भएन अब यो ब्लग 10 वर्षपछि हेर्दा हामी कस्तो सुन्न हुन्छ त अब बैठे तिमीहरूले म चेन्ज भएको देखेछौ सपना त दुब्लै घिसके बिचमा जुन फर्स्टचोटि देखेको थिएँ नि त्यही बेला दुब्ला थिइस् अनि अहिले दुब्लोको दुब्लै भइसकिस्